यति सानो कामको लागि यहाँ काउन्टरसम्म नआउनुहोस् न, ढोकामा गार्ड दाइ हुनुहुन्छ त गार्ड दाइलाई भन्नुहोस् त। नाम मात्र गार्ड हो, काम उहाँले 101 गर्नुहुन्छ। हामी मात्रै जान्ने हुनुहुन्छ, जानु त उता। फोटो टाँच्नुहोस् अनि यहाँ तपाईँको घरको एड्रेस लेखेर हामी कहाँ 2बाट 3मा है त। धन्यवाद सर, मैले हजुरको हेरेँ, आज प्रिन्टर बिग्रिया छ, स्टेटमेन्टको लागि भोलि है त। उनको लागि एकदमै लामो प्रोसेस छ, हेर्नुहोस् गाह्रो छ अहिले। सर नयाँ एटिएम कार्डको लागि त 7 दिन लाग्छ, त्यही पनि के हो भन्न सकिन्न। सर हेर्दा पढे लेखेको जस्तो देखिनुहुन्छ, यो हाम्रो हातको काम होइन, यो सिस्टम अनुसार हुने कुरा हो। कृपया 2 घन्टा वेट गर्नुहोस्। नेक्स्ट आउनुहोस् त, टोकन नम्बर अनुसार आउनुहोस् न कृपया। टोकन नम्बरै अर्कै छ तपाईँको, 3 नम्बरमा हो तपाईँको, 3 नम्बर जानुहोस् त। तपाईँले भने जस्तो सहिलेसन लोनै आउँदैन अहिले। तपाईँले भने जस्तै लोन आउने भयो त म पारिपट्टिको डाँडो सबै किनेर डोजर लाएर भस्काएर अपार्टमेन्ट बनाएर बेच्थेँ। सर सुन्नु त, मैले एकजना मान्छेलाई त्यता पठाइदिएछु, त्यो काम गरिदिनु न हल्का है। सर यहाँ बिजी भयो क्या सर, ल है त। मिल्दैन अहिले त एकदम गाह्रो छ। त्यो पनि सेकेन्ड फ्लोरमा एकचोटि सरसँग कुरा गरी हेर्नुहोस् न है त। यहाँबाट त हुन्न, माफ सरी। हस् बहिनी अस्ट्रेलियाको लागि डकुमेन्ट बनाउनु भएको, अहिले मिल्दैन। ब्याङ्कले अहिले हेर्नु कस्तो, ब्याङ्कलाई यति गाह्रो छ अहिले तपाईँको। राष्ट्र ब्याङ्कले कस्तो प्रेसर हानेको छ हामीलाई। बुझिलिनेको सही भनेको छ, बुझिलिने तपाईँ भएपछि तपाईँको सही गर्ने हो नि, मेरो होइन नि। गर्नुहोस् त। कस्तो हाँसेर बोल्नुपर्छ जति बेलै भने दिक्तर लागिसकेको छ। मैले हेरेँ, तपाईँको चेक गरेँ, हाम्रो यहाँ मिल्दैन। हेड अफिस पानी पोखरी जानुहोस् न है त। 2बाट 3मा जानुहोस्, 3बाट 6मा जानुहोस्, 6बाट 4मा आउनुहोस्, 4बाट फेरि घुमेर यहीँ आउनुहोस् न है त। मलाई हजुरलाई कस्तो घुम्नुहोस् न, रमाइलो गर्नुहोस् न एकछिन यहाँ त।